ल हिजो चाहिँ हामीले चाहिँ इमेज मेन्युको सिक्दै थियो मोडको बारेमा। आज हेरौँ हामी एडजस्टमेन्ट। यसको लागि म अर्को इमेज ल्याउँछु। ल यहाँनिर इमेजमा एडजस्टमेन्ट भनेको चाहिँ यसबाट चाहिँ कलरको एडजस्टमेन्ट मिलाउने हो। यसमा चाहिँ हामीले चाहिँ यदि कलर तपाईँको मिलेको छैन भने, लाइटिङहरू मिलेको छैन, अँध्यारो उज्यालो छ भने चाहिँ त्यो चाहिँ हामी चाहिँ एडजस्टमेन्टबाट चाहिँ मिलाउन सक्छौँ है। एडजस्टमेन्टमा फर्स्टमा के छ, यहाँनिर ब्राइटनेस अर कन्ट्रास्ट भन्ने छ। यसमा क्लिक गर्छौँ। त्यसपछि यहाँ एउटा डायलग बक्स आउँछ। यो ब्राइटनेस भनेको चाहिँ यसलाई हामीले यो स्लाइडर जुन छ नि बिचबाट पक्रेर यतापट्टि लग्यो भने यसको ब्राइट हुँदै जान्छ यो इमेज, अनि यतापट्टि लग्यो भने चाहिँ यो ब्राइटनेस यसको कम हुँदै जान्छ। ब्राइटनेस भनेको उज्यालो अँध्यारो कति बनाउने हो भन्ने कुरा है यो चाहिँ। अनि कन्ट्रास्ट भनेको चाहिँ हाम्रो मुनिपट्टि उज्यालो कति बनाउने, उज्यालो बनाउनु चाहिँ उज्यालो बनाउन सकिन्छ, धेरै पनि गर्नु भएन, भरे फेरि अर्कै देखिन्छ, बिग्रिन्छ पनि, हल्का गर्ने। त्यसपछि कन्ट्रास्ट भनेको चाहिँ चहकिलो, त्यहाँ भएको पिक्सेलहरूलाई चाहिँ कतिको चहकिलो बनाउने, त्यो चाहिँ हामी कन्ट्रास्टबाट चाहिँ यहाँबाट यसलाई स्लाइड गर्दै गयो भने, यसरी यतापट्टि गर्दै गयो भने चाहिँ हाम्रो यसको चहकिलोपना बढ्दै जान्छ, अनि यतातिर लग्यो भने चाहिँ यसको चहकिलो घट्छ। यो चाहिँ हाम्रो ब्राइटनेस, सरी कन्ट्रास्ट। धेरै चहकिलो छ भने चाहिँ यहाँबाट चाहिँ हामीले चाहिँ घटाउन बढाउन सकिन्छ। अनि अटोमा क्लिक गऱ्यो भने चाहिँ अटोमेटिक यसले मिलाउँछ। यहाँनिर मैले अटोमा क्लिक गरिदिएको छु, एकछिन यसले लोड लिन्छ। अटोमेटिक चौकिलो ब्राइटनेस यसले मिलायो। टिकटुरी अनि अब मन कता पर्यो नलाई तपाईँले चाहिँ पछिबाट यसलाई select गर्नुहुन्छ। Kopiakan nan batik tap. Pakai mugai. यसलाई मैले क्लोज गरिदिएँ। त्यसपछि हामी इमेजमा गएर एडजस्टमेन्टमा लेभल भन्ने पनि छ। यो पनि एकदमै धेरै युज गरिन्छ है लेभलको चाहिँ। यसबाट पनि हामीले ब्राइटनेसहरू घटाउने बढाउने हो। यहाँनिर अर्को एउटा लेभल्सको डायलग बक्स आउँछ। यसको सर्टकट की कन्ट्रोल एल बटन थिचेर पनि ल्याउन सक्नुहुन्छ। अनि यताको यो व्हाइटलाई चाहिँ तपाईँले यतापट्टि लानुहुन्छ भने चाहिँ यो चाहिँ उज्यालो हुन्छ। यदि तपाईँले यो ब्ल्याकलाई चाहिँ यतापट्टि लग्नुहुन्छ भने फेरि अँध्यारो हुन्छ है। अनि यसलाई यता गरिदिए, अनि यो स्लाइडर छ, यो स्लाइडरलाई पनि तपाईँले यता उता गर्न सक्नुहुन्छ। यो स्लाइडरलाई चलाएर पनि तपाईँले पिक्चरलाई चाहिँ उज्यालो अँध्यारो बनाउन सक्नुहुन्छ। यसमा पनि अटो छ, यसमा क्लिक गर्नुहुन्छ भने अटोमेटिक मिलाउँछ, तर मैले मिलाएन। क्यान्सिल, ओके गर्नुहुन्छ भने ओके गरिदिनु होला, मैले क्यान्सिल गरिदिएँ। अनि इमेजमा एडजस्टमेन्टमा यहाँनिर कर्भ भन्ने छ, यो पनि एकदमै युज हुन्छ। कर्भमा क्लिक गर्नु, सर्टकट की यहाँ छेउमा देखाइरहेको छ है यसको। सरी, यो कर्भ्समा हामी क्लिक गर्छौँ। कर्भ्समा चाहिँ के छ भन्दाखेरि नि यो यहाँदेखि यहाँसम्म एउटा लाइन देखिरहेछ, अनि यहाँ माथि प्रिसिएट भनेको छ। प्रिसिएट भनेको चाहिँ
अलरेडी नै बनेको पनि हुन्छ, यहाँबाट तपाईँले चुज गर्दा हुन्छ कस्तो खालको राख्ने। अब यसमा त अर्कै देखियो, अरू अरू हेरौँ। क्रसमा यस्तो टाइपको देखिन्छ, डार्क, अनि इन्क्रिज कन्ट्रास्ट, त्यसपछि लाइटर लाइटिङ दिन्छ यसले, अनि अरू अरू पनि छ, लिनियर कन्ट्रास्ट, होइन। एउटा एउटा गरेर तपाईँलाई कुन मनपर्छ यहाँको त्यो चाहिँ गर्न सक्नुहुन्छ। डिफल्ट भनेको चाहिँ सुरुको अवस्थामा, अनि नभए तपाईँले आफ्नो इच्छा अनुसारले पनि गर्न मन लाग्छ भने गर्दा हुन्छ। यहाँनिर यो लाइन जुन छ नि यहाँदेखि यहाँसम्म, यो कतै बिचमा यहाँनिर मैले क्लिक गरेर यसरी ताने भने यो यतापट्टि माथि हुँदै उज्यालो हुँदै जान्छ। यदि मुनि लग्नुहुन्छ भने यसलाई फेरि अँध्यारो हुन्छ है। यसलाई बिचमा पक्रिने, यसरी कतापट्टि उज्यालो गर्ने हो, यो साइडमा लग्दा पनि हुन्छ, धेरै उज्यालो हुन्छ। यसरी बिस्तारै बिस्तारै यो लाइनलाई पक्रेर चलाउने हो। यदि तपाईँलाई मन पर्यो भने अनि ओकेमा गएर क्लिक गरिदिनुहोस्। यसलाई म कन्ट्रोल जेड गर्छु पहिलेको अवस्थामा। त्यसपछि इमेजमा गएर एडजस्टमेन्ट अनि एक्सपोजर, यहाँको सबै उस्तै उस्तै जस्तो लाग्छ होइन, सबै उज्यालो अँध्यारो बनाउने हो नै टाइपको छ सबै प्रायः जसो। युएन सेचुरेसन, कलर ब्यालेन्स पनि तपाईँले यहाँबाट युज गर्न सक्नुहुन्छ। कलर ब्यालेन्समा गए यो कलर ब्यालेन्स यहाँबाट रेड कतिपट्टि कति हाल्ने, अनि ग्रिन यतापट्टि लानुहुन्छ भने ग्रिन हुन्छ, यतापट्टि लानुहुन्छ भने म्याजेन्टा कलर हुन्छ हाम्रो, अनि येल्लो कलर यतापट्टि लानुहुन्छ भने येल्लो, यतापट्टि लानुहुन्छ भने ब्लू कलर हुन्छ। अनि यहाँनिर एउटा अर्को अप्सन के देख्न सक्नुहुन्छ, टोन ब्यालेन्समा चाहिँ स्याडो भन्ने छ नि, स्याडो छ, मिड टोन अनि हाइलाइट भन्ने छ है। स्याडो भनेको चाहिँ प्रायः जसो जहाँ स्याडो हुन्छ, स्याडो बडीमा अब फोटो खिच्दाखेरि कतै स्याडो भएको हुन्छ नि त, त्यो स्याडोलाई मात्र गर्नु छ भने पनि तपाईँले स्याडोमा क्लिक गर्ने, त्यसपछि त्यो स्याडोमा चाहिँ कति तपाईँले यहाँबाट म्याजेन्टा कति हाल्ने, येल्लो कति गर्ने, होइन, अनि सियान गर्ने कि रेड गर्ने। अब जहाँ चाहिँ स्याडो त्यहाँ चाहिँ बढी असर परिरहेको हुन्छ है। अनि हाइलाइट भनेको जहाँ चाहिँ बढी हाइलाइट भएको छ, मिडटोन भनेको त सबैलाई भइहाल्यो, अनि हाइलाइट भनेको चाहिँ तपाईँको हाइलाइट जहाँ धेरै छ त्यो हाइलाइट भएकोमा चाहिँ प्रायः जसो यसले काम गरिरहेको हुन्छ। यसरी तपाईँले यो चलाउने हो। अनि अर्को छ इमेज एडजस्टमेन्ट ब्ल्याक एन्ड व्हाइट भन्ने छ, यसको लागि अर्को इमेज ल्याउँछु म। ये ल्याएँ ल। इमेजमा जाने अनि एडजस्टमेन्ट, त्यसपछि छ यहाँनिर ब्ल्याक एन्ड व्हाइट, ब्ल्याक एन्ड व्हाइट, यसमा क्लिक गरौँ। यसमा चाहिँ हाम्रो पिक्चर चाहिँ ब्ल्याक एन्ड व्हाइट हुन्छ, तर चाहिँ यहाँनिर के अप्सन छ भन्दाखेरि एक्स्ट्रा डिफल्ट, यहाँ पनि प्रिसेट बनेको हुन्छ है, यहाँबाट तपाईँले चुज गर्न सक्नुहुन्छ। यहाँ क्लिक गरेर चुज गरिसकेपछि तपाईँले किबोर्डबाट अप डाउन जुन एरो हुन्छ नि त्यसले पनि तपाईँले चेन्ज गरेर हेर्न सक्नुहुन्छ यसरी। यहाँबाट तपाईँलाई कुन चाहिँ मनपर्छ, नभए आफ्नो इच्छा अनुसारले पनि गर्न सक्नुहुन्छ तपाईँले चाहिँ। त्यसको लागि चाहिँ यहाँबाट चाहिँ के गर्ने, डिफल्ट गरिदियो पहिलेको अवस्थामा। अनि यहाँ के छ भन्दाखेरि रेड भन्ने छ नि, यो रेड के हो भन्दाखेरि यो पिक्चरमा चाहिँ रेड कलर कहाँ छ, त्यो रेडलाई चाहिँ कति ब्ल्याक गर्ने, यतापट्टि ब्ल्याक ब्ल्याक छ, त्यो रेडलाई चाहिँ यतापट्टि दियो भने ब्ल्याक हुन्छ, जहाँ जहाँ रेड थियो त्यहाँ चाहिँ असर पर्छ। अनि कति व्हाइट गर्ने, त्यो रेडलाई यतापट्टि लानुहुन्छ भने त्यो रेड जति यहाँनिर हेर्न सक्नुहुन्छ पुरै व्हाइट भइरहेछ। तर हामीलाई चाहिँ कसरी सुहाउँछ, कस्तो राम्रो देखिन्छ त्यतिमा चाहिँ मिलाएर राख्ने यसरी। अब धेरै पनि व्हाइट गर्नु भएन, धेरै ब्ल्याक पनि गर्नु भएन। अनि अर्को छ येलो कलर। पहेँलो कलर यसको बडीमा कहाँ छ, फेसमै छ, प्रायः जसो पहेँलो र रेड फेसमै थियो,
अनि पहेँलो कलर जहाँ छ त्यहाँ चाहिँ असर परिरहेको हुन्छ धेरै जसो चाहिँ यसमा। अनि ग्रिन कलर कहाँ छ? ग्रिन त हाम्रो त्यो पत्ताहरूमा थियो मुनिको। त्यो ग्रिनलाई चाहिँ कति ब्ल्याक गर्ने या तपाईँले कति व्हाइट गर्ने त्यसलाई। सियान कलर यसको कहाँ छ? सियान कलर भनेको कतै पनि रहेन जस्तो छ, केही असर भएन। ब्लू कलर कहाँ छ यसको? ब्लू पनि कतै छैन यसको पिक्चरमा। तर म्याजेन्टा कलर चाहिँ सायद यसको यो कपडामा चाहिँ थियो म्याजेन्टा कलर। यहाँबाट यसरी म्याजेन्टा कलर अलिकति तल यहाँनिर रहेछ। यहाँनिर असर पर्दो रहेछ, हेर्नु है। यसलाई उज्यालो गरे, उज्यालो भयो। म्याजेन्टा कलर जहाँ छ त्यसलाई चाहिँ कति ब्ल्याक कति व्हाइट गर्ने हो, ओके गरिदिउँ। यसरी आफ्नो इच्छा अनुसारले चाहिँ हामीले चाहिँ पिक्चरलाई चाहिँ ब्ल्याक एन्ड व्हाइट बनाउन सकिन्छ। अब यसलाई फुल स्क्रिन गरेर हेर्नु छ भने किबोर्डबाट एफ, अनि पुनः फेरि एफ बटन थिच्नुहुन्छ भने चाहिँ हाम्रो फुल स्क्रिन हुन्छ है यो। अनि एक्जिट हुनुको लागि चाहिँ हामी के गर्छौँ, पुनः फेरि एफ बटन मात्र थिच्छौँ, फेरि हामी फुल स्क्रिनबाट एक्जिट हुन्छौँ। कन्ट्रोल माइनस जुम आउट। ल, यसलाई पहिलेको अवस्थामा ल्याउँछु। फाइलमा रिभर्ट। ल, त्यसपछि इमेजमा एडजस्टमेन्टमा यहाँको यिनीहरू अरू बाँकी चाहिँ आफैले हेर्नुपर्ने हुन्छ है तपाईँहरूले चाहिँ। जुन बढी युज भइरहेको हुन्छ त्यो मात्र देखाइरहेको छु। इन्भर्ट भनेको चाहिँ नेगेटिभ जस्तो बनाइदिन्छ इमेजलाई चाहिँ। पहिले पहिले एक जमानामा नेगेटिभबाट चाहिँ फोटो धुलाउँथ्यो नि, त्यो नेगेटिभमा कस्तो यस्तै टाइपको फोटो देखिन्थ्यो नि हाम्रो हो। यसलाई चाहिँ यो इन्भर्ट गऱ्यो भने चाहिँ नेगेटिभ जस्तो हुन्छ। कन्ट्रोल जेड ब्याक, अनि इमेज एडजस्टमेन्ट। त्यसपछि अर्को यहाँ के छ भन्दाखेरि सिलेक्टिभ कलरमा के छ हो यहाँनिर। यहाँ पनि यसको छैन भनेको डिफल्ट। सियान कलर कति हाल्ने या कम गर्ने यसमा। म्याजेन्टा कलर कति कम गर्ने, येल्लो कलर कति कम गर्ने, या तपाईँले तापट्टि लाने हो कि येल्लोमा, या येल्लो कम गरिदिने। अनि ब्ल्याक चाहिँ कति धेरै गर्ने या कम गर्ने। ब्ल्याकमा चाहिँ अलिकति क्लियर देखिँदो रहेछ। ल, निलो निलो टाइपको भयो। यसलाई म पहिलेको अवस्थामा ल्याउँछु। फाइलमा रिभर्ट। त्यसपछि छ इमेज एडजस्टमेन्ट, स्याडो अनि हाइलाइट भन्ने पनि छ। यो चाहिँ के हो, जहाँ स्याडो हुन्छ त्यो स्याडोलाई चाहिँ कति उज्यालो बनाउने अनि त्यसलाई चाहिँ कति अँध्यारो बनाउने। प्रायः जसो कपालमै चाहिँ यसको स्याडो जस्तो देखिरहेको थियो, त्यही भएर कपाललाई यसो अँध्यारै बनाइदिउँ, कालो नै ठिक छ। अनि जहाँ चाहिँ हाइलाइट, जहाँ चाहिँ बढी हाइलाइट छ त्यसलाई कति तपाईँले कम गर्ने भन्ने कुरा चाहिँ यहाँबाट तपाईँले यो चलाएर हेर्न सक्नुहुन्छ कसरी राम्रो देखिन्छ तपाईँको इमेज। यो जबसम्म तपाईँले आफैले पनि यो चलाउनु न, यो प्र्याक्टिस गर्नु न, तबसम्म थाहा हुँदैन है। त्यही भएर एउटा एउटा चाहिँ तपाईँले प्र्याक्टिस गर्नुपर्ने हुन्छ इमेजको एडजस्टमेन्टको चाहिँ। अनि त्यसै गरी छ डिस्याचुरेसन भन्ने छ है, सिफ्ट कन्ट्रोल यु। यसले चाहिँ सिधै के गर्छ भन्दाखेरि इमेजलाई चाहिँ ब्ल्याक एन्ड व्हाइट कलर मुक्त बनाइदिन्छ। कुनै पनि कलर हुँदैन यसमा चाहिँ, ब्ल्याक एन्ड व्हाइट कलर मात्र हुन्छ डिस्याचुरेसन भनेको चाहिँ। कन्ट्रोल जेड ब्याक। अनि इमेजमा अर्को इमेज ल्याउँछु। ल, क्लोज गरेँ, डन सेभ, ओपन गर्छु। यो एउटा इमेज ल्याए। एक मिनट, ल म पानी ल्याएर।
ल यो जस्तै यो इमेजको चाहिँ हामीले लिप्सको कलर चेन्ज गर्नु छ हामीलाई। यसको लागि चाहिँ अलिकति जुम गरेँ मैले, अझै जुम गरेँ। 300% जुम गरेँ। त्यसपछि पेन टुलमा जान्छौँ। पेन टुलमा गइसकेपछि चाहिँ यहाँ क्लिक गरेँ मैले, क्लिक भएन छ। ल यहाँ क्लिक गरेँ, यसको लिप्सलाई मात्र म सिलेक्ट गर्छु यतिलाई। ल जुम आउट गरेँ मैले अब। त्यसपछि के भयो, त्यसपछि के गर्ने भन्दाखेरि चाहिँ कन्ट्रोल इन्टरले सिलेक्सन गर्ने यसलाई। अनि कन्ट्रोल इन्टरले सिलेक्सन गरिसकेपछि अनि यसमा चाहिँ हल्का फेदर हाल्छु म। फेदर हाल्नको लागि चाहिँ सेलेक्ट मेनुमा जाने, मोडिफाई, यहाँनिर फेदर भन्ने छ, सर्टकट की चाहिँ सिफ्ट F6 हो। 0.3 जति नै राखिदिए, जे छ त्यही छोडिदिए। ओके, धेरै पनि नराखौँ, 0.3 नै ठिक छ, ओके गरिदिए। त्यसपछि इमेजमा जान्छौँ अनि एडजस्टमेन्ट, अनि यहाँनिर चाहिँ हाम्रो रिप्लेस कलर भन्ने छ मुनिपट्टि, यसमा क्लिक गर्छौँ। यसमा क्लिक गरिसकेपछि यहाँनिर यो लिप्समा क्लिक गर्छौँ, कलरको स्याम्पल लिन्छ यसले। यहाँनिर हेर्न सक्नुहुन्छ यो कलरको स्याम्पल लियो। अनि यो फ्युजनेस भन्ने छ नि, यो फ्युजनेस चाहिँ पुरै 200 जति नै यता पुरै गरिदिनुहोस्। अनि यहाँनिर तलपट्टि छ ह्यू, त्यसपछि यो ह्यूलाई चाहिँ यसरी तपाईँले चलाउने हो। कुन कलर राख्ने सुहाउने खालको तपाईँहरू चुज स्लाइड गर्दै गएपछि यसरी चेन्ज हुँदै जान्छ, कुन चाहिँ सुहाउँछ। ल यति हल्का गरिदिएँ मैले, ओके। अब जुन यो सिलेक्सन भइरहेछ यो सिलेक्सनलाई हटाइदिउँ, कन्ट्रोल डीले डिसिलेक्ट, लिप्सको कलर चेन्ज भयो। त्यसपछि यो आँखाको यो नानीको यो कलर पनि हामीले चेन्ज गर्नुपर्ने छ। यसको लागि पनि म पेन टुलबाट है, पेन टुलमा गएँ, यहाँको यो आँखाको यो बिचको गोलोलाई मात्र यसरी सिलेक्ट गरिदिन्छु म। जोइन गरिदिएँ। त्यसपछि यता पनि यहाँबाट यसरी, यहाँबाट जोइन गरेँ, यहाँ यसरी कर्भ गरिदिएँ मैले, यहाँबाट यसरी, यहाँबाट यसरी। ल यति गरिसकेपछि के गर्छु हामी, यसलाई पनि म सिलेक्ट गर्छु, कन्ट्रोल इन्टरले सिलेक्सन गरिदिएँ, कन्ट्रोल जेड। अनि इमेज एडजस्टमेन्ट, त्यसपछि यहाँनिर छ रिप्लेस कलर, अनि यसको आँखामा यहाँनिर क्लिक गर्छु, पहिला कलरको स्याम्पल लिन्छ यसले। अनि यसको पनि यो ह्यू चलाउने हो, आँखा कलर कस्तो टाइपको राख्न चाहनुहुन्छ स्लाइड गर्ने, अनि ओके। कन्ट्रोल डीले डिसिलेक्ट, आँखा कलर पनि चेन्ज भयो। त्यसपछि खालि पेन टुलले क्लिक भइहाल्दो रहेछ, डिलिट बटन थिचिदिउँ। ल मुभ टुलमा क्लिक गरौँ पहिला। त्यसपछि चाहिँ यहाँनिर हाम्रो छ ब्रस टुल, यसमा तपाईँले राइट माउस क्लिक गर्नुहुन्छ भने यहाँनिर ब्रस टुल भनेर भेट्नुहुन्छ, नभए तपाईँले किबोर्डबाट बी बटन मात्र थिचेर पनि ब्रस टुलमा जान सक्नुहुन्छ।
अनि यो ब्रसको साइज चाहिँ ठुलो भइरहेछ, यसको म सानो गर्छु। ओपेन बिग ब्राकेट थिच्दै थिच्दै जानुहुन्छ भने सानो सानो हुँदै जान्छ। अनि यसमा चाहिँ कलर यहाँ क्लिक गरेर कलर हालिदिउँ। यसलाई यतापट्टि ब्ल्याक कलर चुज गरेँ, ओके। अनि यहाँनिर कोठी जस्तो चाहिँ यहाँ किटकिटी गरिदिन्छु म। किन आएन? आउन चाहिँ आयो, तर मैले के गर्नु पर्यो भन्दाखेरि यसको ओपेसिटी जुन छ नि यहाँ माथि, यो ओपेसिटी भन्ने चाहिँ कम रहेछ, अलिकति बढी गरिदिएँ। त्यसपछि यहाँनिर क्लिक गरेँ अब। ल, यहाँनिर मैले एउटा कोठी हालिदिएँ। अब यसलाई अझै जुम गरेँ मैले। अब आँखामा पनि अलि सानो गरिदिउँ। ओपेसिटी हल्का बढाइदिएँ फेरि मैले। सिधा भएन चाहिँ क्या, अलि ठुलो गरेँ फेरि मैले। अनि ओपेसिटी चाहिँ फेरि हल्का कम गरिदिन्छु। त्यसपछि आँखाको यो हल्का गाजल जस्तो यहाँबाट यसरी लगाइदिउँ। यता पनि ओपेसिटी बढाइदिए फेरि। यहाँ पनि हल्का लाइन तानिदिउँ सानो गरेर। ठुलो गरेँ फेरि हल्का। त्यसपछि ओपेसिटी फेरि मैले हल्का कम गरेँ। यहाँबाट यसको आँखाको यहाँबाट गाजल लगाइदिउँ ल। यहाँ चाहिँ अलिकति बिग्रिएछ जस्तो लाग्यो, ठिकै छ। अनि अर्को कलर चुज गर्छु है म, यसको पिङ्क कलर। यहाँनिर पिङ्क कलर चुज गरेँ, ओके। ओपेसिटी अझै कम गरिदिएँ मैले। यो ब्रसको साइज बढाइदिन्छु म। यहाँबाट यस्तो, यहाँबाट यसरी गरिदिएँ ल। त्यसपछि यहाँ पनि ब्रसको साइज अलिकति ठुलो गरिदिएँ मैले। जुम आउट गरौँ। यहाँ यसको लाली जस्तो बनाउनु छ भने यहाँ क्लिक गरेर कलर चुज गर्छु म, रेड, ओके। ओपेसिटी टुवेलै राखेर हेर्छु म कतिको रातो आउँदो रहेछ। किटकिटी गरिदिएँ मैले, धेरै रातो भएछ। यहाँ पनि हालिदिउँ। कन्ट्रोल माइनस जुम आउट। अब यहाँ के लाग्यो यसको ओठमा फेरि अघि, कतिखेर लाग्न भ्याएछ यहाँ। अघि यिनीहरू म गर्दाखेरि चाहिँ यहाँ क्लिक भयो जस्तो छ। त्यसपछि यो कपालको पनि कलर हल्का चेन्ज गरिदिउँ त। कलर यहाँबाट रेडै चुज छ, खालि यसको चाहिँ म माथिबाट ओपेसिटी चाहिँ अलिकति बढाइदिन्छु। अनि यहाँबाट धेरै भयो, हल्का कम गरिदिएँ। अब गरौँ त, यो पनि धेरै भयो, हल्का कम। यसरी यहाँबाट यसरी यसको कलर गर्न सक्यो हामीले हल्का हल्का। जहाँ सानो बनाउनु पर्ने छ भने त्यहाँ सानो बनाएर गर्नु होला है, मिलाउनु होला यसलाई। यसरी तपाईँले हल्का चाहिँ मेकअप गर्न सक्नुहुन्छ। कन्ट्रोल जेड, जेड जेड भनेको ब्याक हुँदै जान्छ। कन्ट्रोल जेड, कन्ट्रोल जेड, कन्ट्रोल जेड भनेको ब्याक हुँदै जान्छ है हाम्रो। ल, अनि धेरै ब्याक भयो भने चाहिँ बाइचान्स तपाईँले कन्ट्रोल जेड गर्दा गर्दै धेरै ब्याक भयो भने पुनः फेरि त्यसलाई वापस ल्याउनु छ भने चाहिँ कन्ट्रोल सिफ्ट अनि जे थिच्दै जानुहुन्छ भने त्यो ब्याक भएको पुनः फेरि वापस आउँदै जान्छ, फेरि आउँदै जान्छ है हाम्रो। ल,
कन्ट्रोल जेड जेड भनेको ब्याक हो। बाई चान्स भुलचुकमा धेरै ब्याक भइहाल्यो भने चाहिँ त्यसलाई फेरि ल्याउनु छ भने चाहिँ किबोर्डबाट कन्ट्रोल सिफ्ट जेड बटन थिच्ने, त्यो ब्याक भएको फेरि आउँदै आउँदै जान्छ। यो काम हामीले एडिट मेनुबाट यहाँनिर कन्ट्रोल जेड भनेको अन्डु भन्छ जसलाई, अनि जुन धेरै ब्याक भयो भने त्यसलाई फेरि ल्याउनु छ भने चाहिँ त्यसलाई चाहिँ रिडु भन्छ। सर्टकट की हो सिफ्ट कन्ट्रोल जेड या कन्ट्रोल सिफ्ट जेड गर्दा पनि भयो। त्यसपछि छ यो इमेजलाई म पहिलेको अवस्थामा ल्याउँछु, फाइलमा रिभर्ट, अनि इमेज इमेज साइज हेरौँ। अब यहाँ अटो टोनहरू पनि छ है, अटो टोन, अटो कन्ट्रास्ट, अटो कलर, अटोमेटिक मिलाउँछ। यहाँ क्लिक गरेर तपाईँहरू आफै चेक गर्न सक्नुहुन्छ। अनि एडजस्टमेन्टको यो सबै एउटा एउटा आफैले प्र्याक्टिस गर्नु होला एकपल्ट। त्यसपछि छ अर्को इमेज साइज। अब यो एकदम ध्यान दिएर हेर्नु होला, इमेज साइज। इमेज साइजमा चाहिँ के छ भन्दाखेरि इमेजको साइज यहाँबाट मिलाउने हो है। यो इमेजको साइज बढाउनु छ तपाईँलाई, जस्तै यसको विथ चौडाइ चाहिँ 1600 छ, म 2000 गरिदिन्छु। 2000 ल। अब यसको यहाँनिर 2000 गर्दाखेरि हाम्रो यहाँ मुनिपट्टि पनि चेन्ज भएको देख्न सक्नुहुन्छ। जस्तै यहाँ 1600 राखेँ अनि मुनि पनि यहाँनिर 1200 अटोमेटिक भइरहेछ, किनकि चौडाइ बढाउँदाखेरि एकनासले हाइट पनि त्यसको त्यही हिसाबले बढ्नु पर्यो। यदि होइन भने तपाईँले अब यसको चौडाइ मात्र बढाउन चाहनुहुन्छ या हाइट मात्र बढाउन चाहनुहुन्छ भने यो चेन जुन छ नि, यो चेनमा क्लिक गरेर लिङ्क हटाइदिने, अनि त्यसपछि हाइट मात्र अब जस्तै 1500 राखेँ। अब यसको हाइट मात्र बढ्छ यसरी। ओके गरेर हेरौँ एकपल्ट यो इमेजलाई, यहाँ सक्नुहुन्छ यसको हाइट मात्र बढ्यो। तर हाइट मात्र बढाउँदाखेरि अलिकति मजा आउँदैन, चारैतर्फबाट एकनासले चाहिँ हाइट यसको साइज चाहिँ बढ्नु पर्यो, नभए पिक्चर चाहिँ थेप्चिने या लम्बिने टाइपको मात्र हुन्छ। फेरि इमेजमा गएर इमेज साइज, अर्को हेरौँ रिजोल्युसन। रिजोल्युसनको अर्थ भनेको के भन्दाखेरि रिजोल्युसन भनेको यो इमेजमा भएको पुरै पिक्सेल्सको, यो इमेजमा भएको पिक्सेल्सको सङ्ख्यालाई नै, पिक्सेल्सको क्वान्टिटीलाई नै रिजोल्युसन भन्ने बुझिन्छ। रिजोल्युसन भनेको चाहिँ यो इमेजमा भएको जुन पिक्सेलहरू हुन्छ नि, यहाँनिर कन्ट्रोल प्लस 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 जुम इन गरेँ मैले यसलाई, धेरै जुम गरेपछि यो स्क्वायर स्क्वायरमा देखाइरहेछ नि यिनीहरू, यो चाहिँ पिक्सेल हो क्या। यो स्क्वायरमा देखाएको यसलाई भन्छ पिक्सेल्स। यही पिक्सेल्स अलि जुम आउट गरौँ। इमेजमा जाने इमेज साइज। रिजोल्युसन बढाउनु भनेको चाहिँ त्यहाँ भएको पिक्सेल्सको क्वान्टिटीलाई बढाउने हो है, अनि रिजोल्युसन घटाउनु भनेको त्यहाँ भएको पिक्सेल्सको सङ्ख्यालाई घटाउनु हो, पिक्सेल्सको क्वान्टिटीलाई घटाउनु हो। तर यो चाहिँ इन्टरनेटबाट डाउनलोड गरेको यदि तपाईँको वेबसाइटमा राख्नुपर्ने इमेज हो भने, कतै तपाईँलाई मानौँ न सोसियल मिडियातिर यताउति तपाईँलाई पोस्ट गर्नु छ भने चाहिँ लगभग लगभग त्यसको रिजोल्युसन चाहिँ 72 जति या 92 जति राख्नु होला है। अब धेरै हाई रिजोल्युसनको राख्नुहुन्छ भने मान्छेको बानी के हुन्छ, आजकल मोबाइल सुइँ स्क्रोल गर्ने बानी हुन्छ नि त। यदि तपाईँको टाइममा त्यो पिक्चर मान्छेले हेरेन भने, हेर्न पाएन भने, इन्टरनेटहरू केही स्लो भएको कारणले गर्दा त्यो मान्छेले तपाईँको पिक्चर हेर्न पाएन भने चाहिँ सुइँ तपाईँको स्क्रोल गरिहाल्छ, उसले हेर्न पनि पाउँदैन। त्यो भनेको चाहिँ तपाईँले एकदम हाई रिजोल्युसनको चाहिँ पिक्चर चाहिँ तपाईँले इन्टरनेट सोसियल मिडियातिर कतै पोस्ट गर्नुहुन्छ भने होइन, त्यसलाई चाहिँ एकछिन लोड लिन टाइम लाग्छ, त्यही भएर मान्छेहरू चाहिँ पुर्न सक्दैन, सकभर छिटो हेर्ने कोसिस गर्छ। अनि उनीहरूलाई छिटो देखाउनको लागि चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, त्यो पिक्चर जुन पोस्ट गर्नुहुन्छ पिक्चरहरू कुनै,
त्यसको रिजोल्युसन चाहिँ अलिकति कम गरेर चाहिँ अनि मात्र पोस्ट गर्नुपर्ने हुन्छ तपाईँहरूले चाहिँ, ताकि मान्छेलाई चाहिँ छिटो देखियोस्, सर्भर छिटो चलोस् होइन। यति कुरा के याद गर्नु पर्यो, इन्टरनेटमा सोसियल मिडियातिर या वेबसाइटहरूतिर तपाईँहरू कुनै पनि इमेजहरू राख्दाखेरि चाहिँ त्यसको रिजोल्युसन चाहिँ 72 या 92 राख्ने। यो चाहिँ इन्टरनेटबाट डाउनलोड गरेको इमेज हो, त्यही भएर यहाँ 72 छ। 72 केमा भन्दाखेरि पिक्सेल पर इन्चमा हुनुपर्छ है, यो पनि ध्यान दिनु होला नि। पिक्सेल पर इन्चमा हुनुपर्छ, पिक्सेल सेन्टिमिटरमा होइन। यसको मेजर भनेको चाहिँ पिक्सेल पर इन्च भनेको के हो भन्दाखेरि जस्तै हामी तराजुमा नाप्छौँ केजी, किलोग्राम, एमजी होइन, अनि मिलिलिटर, त्यसै गरी आयन भनेर राख्छौँ, इन्च भनेर गर्छौँ। हो त्यस्तै चाहिँ यसलाई चाहिँ नाप्ने भनेको चाहिँ पिक्सेल पर इन्चमा नापिन्छ इमेजलाई चाहिँ। यो इमेजलाई चाहिँ पिक्सेल पर इन्चमा यसको मेजर हो। अनि प्रिन्ट गर्नलाई चाहिँ जहिले पनि 300 राख्ने यहाँनिर। यदि तपाईँको प्रिन्ट गर्नुपर्ने इमेज हो भने चाहिँ 300 राखेर चाहिँ प्रिन्ट गर्नु होला। हुन चाहिँ योभन्दा अझै बढाउन पनि सकिन्छ, नसकिने होइन नि। यहाँ मैले 6000 राखिदिएँ, 6000 भएन, ल 6000 गरिदिएँ। 6000 गर्दाखेरि माथिपट्टि हेर्नु त विथ हाइट कति भयो, यो पिक्चर त झन् कहाँ पुग्यो पुग्यो। धेरै बढाएर क्या हो, माइनस गरौँ त्यसलाई। ल पिक्चर यहाँनिर छ, यति धेरै जुम हुँदाखेरि यसलाई पो माइनस गर्नुपर्ने हो। ल लोड लिँदैछ, किनकि यसको रिजोल्युसन एकदमै हाई राखिदिएँ मैले, 6000। यति धेरै राखेँ कि ह्याङै गरिदियो। त्यही भएर धेरै हाई राख्यो भने चाहिँ, अब हेर्नु त धेरै नै हाई राखेँ, मेरो सिस्टम समेत ह्याङ गरिदिइरहेछ। त्यही भएर धेरै धेरै हाई। अहिले त निकै टाइम लियो यसलाई, त म के गरौँ। पेन्सिल पनि हुँदैन। रिजोल्युसन चाहिँ अर्को के ध्यान दिनुपर्छ, तबसम्म यो लोड लिँदै गरोस्। यो विथ जुन छ नि, तपाईँले जस्तै कुनै सोसियल मिडियामा भन्दा पनि कतै तपाईँले अनलाइन फर्महरू भर्नुहुन्छ, अनलाइनबाट कुनै पनि फर्महरू भर्नुहुन्छ, त्यो यसमा चाहिँ के लेखेको हुन्छ भन्दाखेरि त्यसको विथ चाहिँ यति यति राख्नुपर्छ भन्ने कुरा पनि तपाईँले यहीँबाट गर्ने हो यसलाई चाहिँ। जस्तै 600 पिक्सेल, 400देखि लिएर 600 पिक्सेल्स विथ हुनुपर्छ, डब्लु भनेर सर्टकटमा लेखेको पनि हुनसक्छ, या त त्यसको विथ लेखेको हुन्छ, हाइट चाहिँ लेखेको हुँदैन नि, त्यसको विथ चाहिँ लेखेको हुन्छ। यहाँनिर विथ लेखेपछि यहाँनिर जति भनेको छ त्यति चाहिँ यहाँनिर राख्नु पर्यो तपाईँले। 600 कुनै पासपोर्टहरू, पासपोर्ट हुन्छ नि, स्क्यान गरेको पासपोर्ट भयो, या कुनै फोटो, कुनै डकुमेन्ट तपाईँले चाहिँ अनलाइन फर्महरू भर्दाखेरि चाहिँ होइन, एक अनलाइन फर्महरू भर्दाखेरि चाहिँ त्यसको चाहिँ चौडाइ यति बाई यति राख्नु त्यहाँनिर लेखेको पनि हुन्छ। अनि त्यसको चाहिँ घटाउने भनेको चाहिँ तपाईँहरूले यहीँबाट हो है, मिलाउने भनेको चाहिँ फोटोसपबाटै हो। हुन चाहिँ डाइरेक्ट गुगलबाट पनि गर्न मिल्छ, तर गुगलबाट गर्दाखेरि चाहिँ त्यति राम्रो क्वालिटी नहोला, मिलाउँदा मिलाउँदै तपाईँको टाइम वेस्ट हुन्छ धेरै नै। अनि त्यो चाहिँ सजिलो तरिका भनेको चाहिँ फोटोसपबाट गर्ने हो। फोटोसपबाट चाहिँ निकै सजिलो हुन्छ त्यसको साइजहरू मिलाउनको लागि चाहिँ। अनि यसमा चाहिँ टिक लगाएर चाहिँ मिलाउनु पर्ने हुन्छ है तपाईँले चाहिँ फेरि। यो यसमा चाहिँ यो चेनमा टिक लगाएको हुनुपर्छ। यहाँनिर जस्तै 400 देखि 600सम्म पिक्सेल हुनुपर्छ भनेको छ भने चाहिँ यहाँनिर तपाईँले 400 राख्ने, तल हाइट यसको अटोमेटिक चेन्ज भइ नै हाल्छ। अनि त्यसपछि छ, यसलाई म कसरी काटौँ यो ब्लेन्डिङलाई हो।
अब गर्दै गर्दैन एकदमै हाई राखिदिएछु मैले पनि फेरि। ठिकै छ, आजलाई यतिसम्म गर्नु होला। भोलि म यसको देखाउँछु, यसले निकै टाइम लिने भएछ। अब यो कम्प्लिट नभइन्जेलसम्म यो केही गर्नै मिल्दैन मैले। बुझ्नु भएन भने यसो क्वेसनहरू पनि गर्नु होला है। तर क्वेसन गर्नको लागि चाहिँ तपाईँले प्र्याक्टिसै नगरिकन क्वेसन त गर्न सक्नुहुन्न। प्र्याक्टिस चाहिँ गर्नुपर्छ। प्र्याक्टिस गरेपछि अनि मात्र थाहा हुन्छ कतै के प्रब्लम हुन्छ भन्ने कुरा है। जबसम्म तपाईँहरू प्र्याक्टिस गर्नुहुन्न तबसम्म थाहा हुँदैन। त्यो प्र्याक्टिस चाहिँ गर्नुपर्छ है, किनकि यो प्र्याक्टिकल बेस्ड प्रोग्राम हो। प्र्याक्टिस नगरिकन केही थाहा हुँदैन। के सोध्ने, भोलि आएर के सोध्नुपर्छ कि भन्ने कुरा चाहिँ थाहा हुँदैन त्यत्तिकै चाहिँ। प्र्याक्टिस चाहिँ गर्नु होला एकपल्ट। आज सिकाएको छु भने भोलि यसको प्र्याक्टिकल गरिहाल्नु होला। नभए फेरि बिर्सिन्छ क्या। भोलिपल्ट फेरि अर्को क्लासमा फेरि अर्को नयाँ कुरो पढाउँछु। अनि अगाडि के भयो, के क्वेसन गर्नु छ भन्ने कुरा चाहिँ सोध्नको लागि त तपाईँहरू त प्र्याक्टिस चाहिँ गर्नै पर्छ। प्र्याक्टिकल नगरिकन तपाईँहरू दिमागमा आउँदैन। ठिक, चलो आजलाई यतिसम्म गरौँ। तपाईँहरू उताबाट काट्नु त, म यता मैले काट्न मिलिरहेको छैन। तपाईँहरू उताबाट जुमलाई क्लोज गर्नुहोस् त।
लाख लोग यहाँ दोस्तों ये है धारावी का फिल्म एरिया। यहाँ पे देख सकते हैं भाई 20 लाख लोग यहाँ पे भाई ये छोटे से 2 किलोमीटर के रेंज में यहाँ पे दोस्तों देख सकते हैं भाई। कोई नहीं ऊँट तो बैठता है कोई भी नहीं है पता नहीं आप बताओ ऐसा कौन सा जानवर है जो अपनी पूरी जिंदगी भर खड़ा ही रहता है हाँ है ऊँट नहीं ऊँट तो बैठता है कोई भी नहीं है स्वीमिंग वाला